त्यो नसुन्ने भोलिदेखि परीक्षा छ बल्ल पढ्ने बेला भेरी छ अब पर्छ ए स्क्वायर प्लस बी स्क्वायर को फर्मुला भन्छ ए बोय स्क्वायर प्लस बी स्क्वायर को फर्मुला ए स्क्वायर प्लस पढ्नु त पढ्यौँ के व्हाट इज ग्रेभिटी व्हाट इज ग्रेभिटी ग्रेभ पढ्नु त पढ्यौँ के व्हाट इज टेन्स व्हाट इज टेन्स पढ्नु त पढ्यौँ टेन्सनले बिर्स्यो के हो त्यही भएर पहिलेदेखि नै पढ्नु पर्छ भनेको वर्ष दिनको कोर्स एक दिनमा तयारी गर्न लाएर हुन्छ अब एक्जाम कसरी दिन्छस् ल है भगवान म तपाईँकै भरोसाले इक्जाम गर्न लाग्छु जसरी पनि पास गराइदिनु है